अबको 1 घण्टापछि तपाईहरू पनि यो कम्पनीको मालिक बन्न सक्नुहुन्छ। हो, एप्रेस कलर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरिएको आइपिओको बाँडफाँड आज बिहानको 9 बजे हुँदैछ। जम्मा ६५,५७० जनाले मात्र 10 किताको दरले यो आइपिओ चाहिँ हात पार्न सफल हुनेछ। र यदि तपाईहरूलाई यो आइपिओ परेको खण्डमा चाहिँ तपाईहरूले यसको वित्तीय अवस्था पनि राम्रो भएकोले चाहिँ तपाईहरूले सजिलै 10 देखि 15 हजार चाहिँ कमाउन सक्नुहुन्छ। र कुरा गरौँ अब आइपिओ कसरी चेक गर्ने। आइपिओ चेक गर्नको लागि चाहिँ तपाईहरूले आफ्नो फोनको कुनै पनि ब्राउजरमा गएर ipo-result.cdac.gov.np.नेपाल भनेर सर्च गरेपछि चाहिँ तपाईहरूले सजिलै आफ्नो बीओआइडी नम्बर र त्यहाँको क्याप्चा भरेर चाहिँ आफ्नो आइपिओ को रिजल्ट हेर्न सक्नुहुन्छ। नत्र भने तपाईहरूले केही समय पर्खेर चाहिँ तपाईहरूले सजिलै तरिकाले आफ्नै फोनको मेरो शेयर एप्लिकेसनबाट पनि तपाईहरूको आइपिओ को रिजल्ट चाहिँ चेक गर्न सक्नुहुन्छ। र रिजल्ट चेक गर्न चाहिँ नबिर्सिनु होला। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला र तपाईहरूको साथीलाई पनि शेयर गर्नु नबिर्सिनु होला। यदि तपाईहरूलाई भिडियो मन परेको छ र यस्तै खालका जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो यस आइडी र च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।